इन्स्योरेन्स कम्पनीहरूले पैसा चाहिँ कसरी कमाउँछन् होला? अब धेरै मान्छेले सोचिरहनु भएको होला कि हामीले दिएको प्रिमियम जुन हुन्छ त्यसैबाट इन्स्योरेन्स कम्पनीहरूले फाइदा राखेर पैसा कमाउँछन् होला। तर रियालिटीमा के हो भन्दाखेरि इन्स्योरेन्स कम्पनीहरूले प्रिमियम भन्दा पनि अर्कै केही कुराहरूबाट पैसा कमाइरहेको हुन्छ। अब एउटा पैसा कमाउने तरिका त प्रिमियम नै भइहाल्यो, जुन कि हामीले हरेक वर्ष तिरिरहेको हुन्छौँ। सबैभन्दा मेन पैसा कमाउने तरिका चाहिँ के हो भन्दाखेरि फ्लोट हो। अब फ्लोट भनेको चाहिँ के हो भन्दाखेरि जति सबै मान्छेहरूले इन्स्योरेन्स गर्नुभएको छ त्यो सबै मान्छेहरूले 1 वर्षमा तिरेको प्रिमियमलाई चाहिँ उसले वर्षभरिसम्म राखिरहेको हुन्छ। त्यही भ्याल्युलाई चाहिँ फ्लोट भन्छ। अब त्यो फ्लोटलाई चाहिँ उसले के गर्छ भन्दाखेरि इन्भेस्ट गर्छ डिफ्रेन्ट कुराहरूमा, सेफ कुराहरूमा इन्भेस्ट गरिरहेको हुन्छ। जस्तै गभर्मेन्ट बन्ड्सहरूमा, सेक्युरिटिजहरूमा इन्भेस्ट गरिरहेको हुन्छ, रियल इस्टेटमा या त अरू धेरै बिजनेसेसहरूमा उसले इन्भेस्ट गरिरहेको हुन्छ र त्यसबाट चाहिँ उसको मेन प्रफिट हुन्छ इन्स्योरेन्स कम्पनीहरूलाई। अब इन्स्योरेन्स कम्पनीहरूको अर्को लकको पनि कुरा हुन्छ। कस्तो हुन्छ भन्दाखेरि यदि धेरै क्लेम्सहरू आयो भने कम फाइदा हुन्छ, यदि एकदमै कम क्लेम्सहरू आयो भने धेरै फाइदा हुन्छ। त्यसमा पनि इन्स्योरेन्स कम्पनीहरूको लक पनि डिपेन्ड हुन्छ। अर्को कुरा चाहिँ के भन्दाखेरि एकदमै धेरै लस नहोस् भनेर इन्स्योरेन्स कम्पनीहरूले पनि अरू कुनै इन्स्योरेन्स कम्पनीहरूसँग इन्स्योरेन्स गराएको हुन्छ। किनभने एकदमै एकैचोटि धेरै ठुलो क्लेम दिनुपर्ने भयो भने या त एकदमै ठुलो क्लेम चाहियो भने, जस्तै कि अहिले हिल्टन होटल जलेको छ, त्यहाँ त एकदमै ठुलो क्लेम दिनुपर्ने छ। त्यत्रो क्लेम दिँदाखेरि एउटा इन्स्योरेन्स कम्पनी त पुरै डुब्छ। त्यस्तो अवस्थामा चाहिँ इन्स्योरेन्स कम्पनीहरूले पनि क्लेमहरूलाई चाहिँ डिभाइड गरेर छुट्टै छुट्टै मिलाएर तिर्नको लागि चाहिँ इन्स्योरेन्स कम्पनीहरूले पनि अर्को कुनै इन्स्योरेन्स कम्पनीहरूलाई क्लेमहरू चाहिँ डिभाइड गर्नको लागि इन्स्योरेन्स गरिएको हुन्छ। अर्को भिडियोमा चाहिँ म इन्स्योरेन्स किन्नुभन्दा पहिला चाहिँ के कुरा हेर्नुपर्छ र इन्स्योरेन्स कुन चाहिँ इन्स्योरेन्स किन्दा राम्रो र मेरो एज हिसाबले या त आफ्नो छोराछोरीको लागि कस्तो इन्स्योरेन्स किन्दा चाहिँ ठिक होला, कस्तो इन्स्योरेन्स किन्दा चाहिँ नराम्रो होला, म त्यो सबै कुरा एक्सप्लेन गर्छु। यो भिडियो चाहिँ सेभ गर्नु होला र मेरो च्यानललाई पनि फलो गर्नु होला।